नमस्कार मित्रहरू, यतिखेर चाहिँ हामी 5 थर मिक्लाजुङ 10 साबिक साथ हाम्रो मिस्टर हर्क तामाङ भाइको घरमा चाहिँ त्यतिखेर घर पैँचो खाइरहेको अवस्था छ। यहाँहरू सबैजना हाम्रो चाहिँ भाइहरू भेला भएका छन्। निकै नै रमाइलो दृश्य देखिरहनु भएको छ। यहाँनिर जो चाहिँ मादक पदार्थ सेवन नगर्ने कमै हुन्छन् हाम्रो नेपालीहरू, तैपनि विशेष गरेर चाहिँ नखानेहरूलाई चाहिँ स्टिम र खाना हामी अत्यन्तै धेरै खाइरहेका हुन्छौँ। तर पनि कहिलेकाहीँ यसरी खाना खाउने ठाउँमा चाहिँ आज चिउरा भुजा होइन, चटपटे जस्ता अचार र ढुङ्गामा पोलेको मासुलाई सजाएर हामीले चाहिँ सेवन गरिरहेका छौँ। यहाँले त्यो दृश्यहरू थ्याङ्क यू सो मच, धन्यवाद। र इन्जोय गरिरहेका छन् हाम्रा भाइहरू, हाम्रो विक्रम, त्यस्तै गरेर हर्क भाइ, त्यस्तै गरेर चाहिँ हाम्रो अन्य धेरैजना भाइहरू चाहिँ हुनुहुन्छ। तैपनि जो हुनुहुन्छ हाम्रो भिडियोलाई हेरिदिनु हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। आउँछ होला। ढुङ्गामा पोलेको, ढुङ्गामा पोलेको नानी म यो खान्छु। ल